साथीहरु नमस्कार। आज फेरि मैले 15 वटा मल्टिपल चोइस क्वेशन्स लिएर आएको छु र यी क्वेशन्सहरु चाहिँ सबै यो इफ कन्डिसनलबाटै रहेका छन् है। 15 वटै क्वेशनहरु इफ कन्डिसनलबाटै रहेका छन्। इफ कन्डिसनलको चाहिँ मैले कम्प्लिट भिडियो मेरो पहिलो भिडियो नै त्यही बारेमा थियो, मैले राखेको छु, डिस्क्रिप्सनमा पनि राखिदिन्छु, हेर्नु होला। र यो 15 वटा मल्टिपल चोइस क्वेशन्स चाहिँ यो अति नै महत्त्वपूर्ण भिडियोको रूपमा म मान्छु। किन भन्दा यो कक्षा 9, 10, 5, 6 कक्षादेखि नै महत्त्वपूर्ण र 11, 12 देखि हरेक तहमा महत्त्वपूर्ण छ। र यो कम्पिटिटिभ एक्जामहरु हुन्छ नि, लोकसेवा आयोग, शिक्षक सेवा आयोग, यी परीक्षाहरुमा पनि सोध्न सक्छ। त्यसैले यो अति नै महत्त्वपूर्ण छ। त्यसैले हेर्नु होला तपाईहरुको कतिवटा मिल्छ 15 वटामा, त्यो पनि भन्नु होला। जतिवटा मिल्छ त्यतिवटालाई मिल्यो भनेर भनिदिनु होला। म बुझाउने प्रयास पनि गर्छु, सुन्नु होला है ध्यान दिएर। इफ इट इज टुमोरो वी विल क्यान्सल द पिकनिक। अब यसमा के भयो त, विल क्यान्सल, विल प्लस भवन आएपछि के हुन्छ, मैले अगाडिको भिडियोमा भनेको छु के हुन्छ त, यतापट्टि सिम्पल प्रेजेन्ट हुन्छ। त्यहीबाट के भयो, रेन्स भयो है। यो इटले के लिन्छ, इटले रेन लिन्छ र आरएआइएन रेन लिन्छ, लिँदैन, किनकि यो सिंगुलर छ, इट भनेको सिंगुलर हो। त्यही भएर यसले के लिन्छ, प्लुरल लिन्छ, प्लुरल भर्ब लिन्छ, त्यो रेन्स भयो है। इफ आई डजन्ट गेट इनफ मनी आई विल बाई य फोन भन्यो। इफ ह्याभ आयो, आईले के लिन्छ, ह्याभ लिन्छ, त्यही भएर ह्याभ भयो। उतापट्टि विल बाई छ। यो भनेको चाहिँ के हो त भन्दा टाइप 2 वाला क्वेसन हो है, टाइप 2 कन्डिसनल हो। किनकि यसमा हेर्नुहोस् त, उतापट्टि विल प्लस भवन भयो, यतापट्टि त्यही भएर के हुन्छ, सिम्पल प्रेजेन्ट हुन्छ। 3 मा आउनुहोस्, इफ सी स्टडीड हार्डर सी डजन्ट पास द एक्जाम। सी स्टडीड भनेको छ हो, भर्ब 2 आएको छ यता भनेपछि यो भनेको टाइप 3 वाला कन्डिसनल भयो। त्यही भएर उता के हुन्छ, सी वुड पास द एक्जाम हुन्छ, वुड प्लस भवन हुन्छ। 4 मा आउनुहोस्, इफ आई डजन्ट यु आई वुड अपोलोजाइज भन्यो होइन। अब यसमा के हुन्छ भन्दा आईले चाहिँ यो सिम्पल के अरे पास्टको कुरा गर्दाखेरि जहिले पनि के लिन्छ भनेको थिएँ, वेयरको प्रयोग हुन्छ, वाज हुँदैन। इफमा मात्रै हो है फेरि यो हुने। त्यही भएर यो कुरा बुझ्नुपर्छ। त्यही भएर के भयो, वेयर भयो। इफ आई वेयर यु आई वुड अपोलोजाइज, किनकि उतापट्टि के आएको छ, वुड प्लस भवन आयो। वुड प्लस भवन आएपछि त्यहाँ के हुन्छ, भर्ब 2 को प्रयोग हुन्छ। इफ दे डजन्ट अर्लियर दे वुडन्ट ह्याभ मिस्ड द ट्रेन भन्यो। उतापट्टि के आयो, वुडन्ट ह्याभ मिस्ड द ट्रेन भन्यो। त्यही भएर यता के हुन्छ, प्रेजेन्ट के अरे पास्ट पर्फेक्टको प्रयोग हुन्छ। पास्ट पर्फेक्ट के हो त, ह्याड लेफ्ट भयो। इफ दे ह्याड लेफ्ट अर्लियर दे वुडन्ट ह्याभ मिस्ड द ट्रेन भयो। 6 मा आउनुहोस्, इफ सी रन्स फास्ट सी डजन्ट क्याच द बस। अब यदि हि प्लस हि सब्जेक्ट प्लस भर्ब 5 प्लस अब्जेक्ट छ, त्यही भएर त्यहाँ के हुन्छ भन्दा विल हुन्छ है। यो के हो त, टाइप 2 वाला कन्डिसनल भयो। यु कान्ट इन्टर द हल इफ यु डजन्ट अ टिकट। अब कान्ट इन्टर आयो, त्यही भएर के हुन्छ, इफ यु डोन्ट ह्याभ हुन्छ। कान्ट भनेको क्यान भनेको जहिले पनि के हो, प्रेजेन्ट हो है। अनि त्यही भएर प्रेजेन्टमा डोन्ट ह्याभ भयो उता। अनि इफ वी ह्याड स्टडीड वेल वी डजन्ट फेल्ड, ह्याड सिम्पल के अरे पास्ट पर्फेक्ट आयो, ह्याड प्लस भर्ब 3 आयो। पास्ट पर्फेक्ट आइसकेपछि अब के हुन्छ, वुडन्ट ह्याभ हुन्छ, बुझ्नु भने। अब अर्को हेर्नुहोस्, इफ द सन डजन्ट द क्लथ्स विल ड्राई क्विकली। अब यो भनेको के हो त भन्दा यो विल ड्राई भन्यो, विल ड्राई आइसकेपछि त्यहाँ साइन्स भयो, द सन साइन्स। इफ यु हिट आइस इट डजन्ट, अब यता के हुन्छ, मेल्स भयो। किन भयो भन्दा यो भनेको जिरो कन्डिसनल हो है, जिरो कन्डिसनल हो, त्यही भएर मेल्सको प्रयोग हुन्छ। इफ यु हिट के अरे सब्जेक्ट प्लस भवन प्लस अब्जेक्ट भयो। इफ यु हिट आइस इट मेल्स भयो है। उतापट्टि हेर्नुहोस् 11 मा, इफ आई ह्याड अ कार आई डजन्ट ड्राइभ टु वर्क। अब ह्याड आयो, भर्ब 2 को प्रयोग भयो, त्यही भएर वुड प्लस भर्ब 1 हुन्छ, वुडको प्रयोग भयो, वुड ड्राइभ। इफ सी ह्याड वर्कड हार्ड सी डजन्ट वाज सक्सेसफुल। अब यता के हुन्छ, पास्ट पर्फेक्टको प्रयोग भयो। पास्ट पर्फेक्ट भइसकेपछि उता के हुन्छ, वुड ह्याभ बिन भयो। इफ सी ह्याड वर्कड हार्ड सी वुड ह्याभ बिन सक्सेसफुल हो है। यता यो वाज होइन है।
इफ आई डज इट अर्ली आई क्यान जोइन यु फर ब्रेकफास्ट भन्यो, क्यान जोइन आयो, क्यान प्लस भवान भन्यो, इफ आई गेट अप भन्यो है। इफ आई गेट अप अर्ली आई क्यान जोइन यु फर ब्रेकफास्ट 13 मा त्यो भयो। 14 मा हेर्नुहोस्, इफ यु डज इट केयरफुल यु माइट हट योर सेल्फ, यु माइट आयो हो। माइट भनेको के हो, भर्ब टु हो है। माइट आइसकेपछि माइट हट भनेपछि हेर्नुहोस् है, माइट मे माइट भनेपछि आर नट, इज नट, वाज नट छ। अब अनि अर्को छ वेयर नट छ, त्यही भएर आर नट, यसमा मे छ र छैन है। त्यही भएर यसमा के हुन्छ, यसमा वेयर नट भयो है। इफ यु वेयर नट केयरफुल यु माइट हट योर सेल्फ।